देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। हामी सबैले सोच्न पर्यो एकचोटि, नत्र बर्बाद हुन सक्छ। किनभने मैले भने प्रतिक्रान्तिको यो प्रक्रिया कम्प्लिट भएको छैन, कम्प्लिट गर्ने तयारीमा उनीहरू पनि छन्। हामीले पहिले जस्तै अब फेरि सरकार बनाउने र गिराउने खेलतिर लाग्यौँ भने अर्को प्रतिक्रान्ति क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन पनि सकिन्छ। राम्रोसँग हामीलाई एकताबद्ध गर्ने, ठुल्ठुला गफ गर्न छोडिदिउँ, अब एक्सनमा जाने तयारी गरौँ। त्यो सम्भव छ, त्यो सम्भव बनाउनै पर्ने छ। त्यसकारण साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग समुदायका हक अधिकारको रक्षा, संविधानको रक्षा, गणतन्त्रको रक्षा, त्यसको निम्ति हामी सबैको साझा पहल कदमी। अहिले भर्खरै पार्टी एउटै हुने स्थिति छैन, त्यता टाउको नदुखाउँ झमेला। अहिले पार्टी एउटै बनाउँछौँ भने फेरि झगडा सुरु भइहाल्छ हाम्रो। किनभने मैले अस्ति नै पनि भनेको थिएँ एकचोटि मदन भण्डारीको कार्यक्रमको क्रममा, पार्टी एकता पहिलाको समीक्षा नगरिकन र अलिकति अब चाहिँ बिग्रिँदैन भन्ने कुरा एक हदसम्म सुनिश्चित नगरिकन पार्टी एकता गरेर फेरि हतारमा गरेर फुर्सदमा पछुताउनु अब हुँदैन। तर सहकार्य र कार्य एकता तत्काल सम्भव र आवश्यक छ, अहिले नै, आजै भोलि। त्यसमा ढिलो गर्नुपर्ने कुनै कारण छैन। त्यसमा हामीले इमान्दारीका साथ आन्दोलित भयौँ भने पार्टी एउटै बनाउने पनि त्यहीँबाट बन्न सक्छ। त्यो बजेटको बेलामा काङ्ग्रेस र एमालेको बिचमा यस्तो रडाको पर्यो, बजेट पास गर्नै नसक्ने स्थिति आएपछि एउटा बाध्यता चाहिँ हामीले पनि यो प्रदेशै फेरि बर्बाद हुन त दिन हुँदैन भनेर फेरि हामीले ध्यान दिनुपर्ने अवस्था आइलाग्यो।